खाम्रीमो तपाईहरु सबैजनालाई सकिमी सोम रेसिपीमा स्वागत छ हे। आज म फेरि बनाउन जाँदैछु फुलकोपी, इस्कुस र चुच्चे करेलाको मिक्स सब्जी। त्यसको लागि मैले लिएको छु यसरी चुच्चे करेला, फुलकोपीलाई चाहिँ यसरी काटेर रेडी राखे धुएर। साथमा इस्कुसलाई चाहिँ मैले यसरी लाम्चे शेपमा काटेको छु र यसरी मैले एउटा टमाटरलाई पनि मैले बक्स शेपमा काटेर रेडी गरेको छु। त्यहाँदेखि चाहिँ मैले यहाँनिर अदुवा, लसुन, हरियो खोर्सानी, प्याजलाई पनि काटेर रेडी गरे। अदुवा र लसुनलाई चाहिँ मैले कुच्चाइदिएको छु। त्यहाँदेखि चाहिँ मैले यहाँनिर यसरी कराई तताएँ र कराई तातेपछि चाहिँ यसरी मैले खाने तेल एड गरिदिन्छु, यसरी मस्टर्ड ओइल। अब तेल तातेपछि यो माथि मैले यसरी पाँचफोरन पड्काइदिन्छु। यसरी पाँचफोरन पड्काइसकेर यो माथि मैले यसरी प्याज एड गरेँ र प्याजलाई पनि म यसरी मजाले बुटिदिन्छु। एकछिन प्याज बुटिसकेर चाहिँ म यहाँ माथि एड गरिदिन्छु यसरी लसुन र साथमा हरियो खोर्सानीलाई सँगै एड गरेर चाहिँ म यसरी मजाले मिक्स गरिदिन्छु। यसरी अब यसरी प्याज, हरियो खोर्सानी, लसुन मिक्स गरिसकेर चाहिँ अदुवालाई पनि एड गरिदिन्छु। अदुवालाई अलिकति मिक्स गरेर चाहिँ साथमा टमाटरलाई पनि एड गरिदिन्छु। यसरी अब टमाटर एड गरिसकेर यो माथि मैले एड गरेँ अलिकति हल्दी, अलिकति रङ खोर्सानी र अलिकति धनियाँ पाउडर। यसरी धनियाँ पाउडर राखेँ र अलिकति रङ खोर्सानी यसरी एड गरेँ र साथमा नुनलाई पनि एड गरिदिन्छु। नुन चाहिँ तपाईँले स्वाद अनुसार, क्वान्टिटी अनुसार एड गर्नुहोस्। त्यहाँदेखि मैले यसलाई मजाले यसरी मिक्स गरेर चाहिँ कम्ती पानी एड गरेर चाहिँ यसलाई पनि म छोपिदिन्छु। जबसम्म मेरो यो अदुवा, लसुन, टमाटर अलिक राम्रो पाक्दैन, जबसम्म तेल छोड्दैन तबसम्म म यसलाई चाहिँ एकछिन छोपी राखिदिन्छु। म्याक्सिमम 10 मिनट जस्तो चाहिँ यसरी छोपी राखिदिएँ। अब आफ्टर 10 मिनट्स बादमा चाहिँ मेरो यहाँनिर चाहिँ अदुवा, लसुन सबै पाकिसके र अब यो माथि म एड गरिदिन्छु जति मैले भेजिटेबल्स काटेर राखेको छु। भेजिटेबल्समा चाहिँ मैले चुच्चे करेला, फुलकोपी र इस्कुसलाई काटेर रेडी राखेको छु। पहिला त म यहाँनिर इस्कुसलाई यसरी एड गरिदिन्छु। इस्कुसलाई चाहिँ मैले यसरी लाम्चे शेपमा काटेको छु। यहाँ मैले एउटा इस्कुस लिएको छु। त्यहाँदेखि चाहिँ म यहाँनिर सँगै यसरी चुच्चे करेला, फुलकोपीलाई पनि एड गरिदिन्छु। त्यहाँदेखि एकछिन चाहिँ नचलाउने, अलिक 2-3 मिनट चाहिँ यसरी छोपिराख्ने। आफ्टर 3 मिनट्स बादमा चाहिँ अब चाहिँ यसलाई चाहिँ म मजाले मिक्स गरिदिन्छु है त। अलिक फ्लेम हाई गरेर नै मजाले मिक्स गरिदिनुहोस्। यसरी अब यसलाई 2-3 मिनट यसरी हाई फ्लेम मजाले चलाइसकेपछि चाहिँ फेरि कम्ती फ्लेममा चाहिँ तपाईँहरू म्याक्सिमम 20-15 मिनट चाहिँ छोपिराखिदिनुहोस्। 20मा चाहिँ चेक गर्दै गर्नुहोस्। त्यतिमै तपाईँहरूको यहाँ हेर्नुहोस् त सब्जी पाकेर रेडी। अब यो तपाईँले चामलसँग या त चामल भन्दामै मामसँग या त तपाईँहरू रोटीसँग खानु सक्नुहुन्छ है त। थ्याङ्क यू। फेरि आउँछु म अर्को भिडियो